कहिलेकाहीँ जीवनले हामीलाई त्यस्तो स्थानमा पुर्याउँदछ जहाँ हामी आफैले आफैलाई हराइरहेको महसुस गरिरहन्छौँ। हृदय टुट्छ, सम्बन्धहरू बिग्रन्छन्, मन आत्तिन्छ। अब के गर्ने होला? यहाँसम्म कि आत्मा पनि थाक्नलाई थाल्दछ। हामी आफूले आफूलाई सबै कुरा मिलाउने प्रयास कतिपटक गरिरहेका हुन्छौँ, तर अझै पनि हामी भित्रै टुटि नै रहन्छौँ र हाम्रो कोसिसहरू विफल भइदिन्छ। तर तपाईँको जीवनमा अझै ठुलो आशा छ, किनभने यसो तपाईँसँग हुनुहुन्छ। भजन सङ्ग्रह 147 3 उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ भनेर लेखिएको छ। उहाँले हराएको कुरा फेरि फर्काउनुहुन्छ, टुक्रिएको जीवन पुनर्निर्माण गर्नुहुन्छ र उहाँले हाम्रो जीवनमा नयाँ अध्यायको सुरुवात फेरि गरिदिनुहुन्छ। यस चिबा नेपाली मण्डलीमा एक विशेष रेस्टोरेसन सेमिनार हुन गइरहेको छ, जहाँ हामी सिक्नेछौँ कसरी परमेश्वरको कृपा, क्षमा र शक्तिद्वारा हाम्रो जीवन फेरि नयाँ बनाउन सकिन्छ। उहाँले तपाईँको हृदय नयाँ बनाउनुहुनेछ र तपाईँको आत्मा पुनः स्थापित गर्नुहुनेछ। त्यसकारण हार नमान्नुहोस्, किनभने परमेश्वर अझै तपाईँको जीवनमा काम गर्दै हुनुहुन्छ। तपाईँको जीवनमा उहाँको योजना अझै बाँकी छ। आउनुहोस्, विगत लामो समयसम्म आराधना लिड गर्दै आराधनाले भरिएर सुन्दरताले सजिएर तपाईँ मेरो येशू, तपाईँ मेरो प्रभु। विदेश तथा नेपालको विभिन्न मण्डलीहरूमा तालिमहरू, सेमिनारहरू, बाइबल स्कुलहरूमा अध्यापन गराउँदै कतिले भन्छन् मेरो त रूपै राम्रो छैन। को तपाईँ रूप राम्रो छैन भने? प्रभुको स्वरूपमा सृष्टि भएको मान्छे नराम्रो हुन सक्छ भने विश्वासीहरूको बोली हेर्नु। तपाईँ आफ्नो नानीहरूको विषयमा के भन्नुहुन्छ? मेरो छोरो त बदमास भएर तपाईँको छोरो बदमास नभए कसो हुन्छ? अरूले जेसुकै भन्नु मतलब छैन। प्रियहरू, तपाईँ र मैले चाहिँ त्यो सृष्टि गर्ने शक्ति जिब्रोमा भएको कारण जीवन बोल्नुपर्छ। त्यसैले शैतानले भित्रबाट चिल्लाएर खराब बोल भन्दाखेरि पनि फ्याट राम्रो बोल्नुहोस्। हालेलुया। तपाईँ कसैले तपाईँ क्रिस्चियन हो भनेर भन्दाखेरि नडराउनु। के डराउने भने? हो म क्रिस्चियन, केही गर्छौ त? हालेलुया। तिमी कलेज, तपाईँहरू कलेज पढ्दै हुनु होला, अफिसमा काम गर्दै हुनु होला, जहाँ काम गर्दै हुनुहुन्छ, तिमी क्रिस्चियन हो भन्दाखेरि छाती खोलेर भन्छ हो म क्रिस्चियन। त्यसैले तपाईँ 2-4 दिन दुःख पर्दैमा, तपाईँ समस्याको बाटो जाँदैमा, तपाईँले चाहिँ अभावको महसुस गर्दैमा प्रियहरू खराब बोलीहरू नबोल्नुहोस्, जिब्रोलाई खराब कुराहरूतिर नलगाउनुहोस्। प्रेरित अनुग्रह मण्डली भक्तपुरमा पास्टरको रूपमा सेवकाई गरिरहनु भएको प्रभुको सेवक सन्तोष गुइदेद्वारा सिकाइने यस सेमिनारमा सहभागी भई नयाँ सुरुवात, नयाँ आशा र नयाँ जीवनको अनुभव गरी उहाँको महिमा गरौँ। र अन्त्यमा जब परमेश्वरले पुनः स्थापना गर्नुहुन्छ, उहाँले सबै कुरा नयाँ बनाउनुहुन्छ। कार्यक्रम हुने मिति 30 नोभेम्बर 2025, स्थान चिबा नेपाली मण्डली, समय बिहान 9 बजेदेखि 12 बजेसम्म। यहाँहरू सबैलाई यस सेमिनारमा हार्दिक स्वागत गर्दछ। धन्यवाद।